मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँ सभाद्वारा सञ्चालन भइराखेको यो जय मंगल अभियानमा उपस्थित संगठनका केन्द्रीय सभाका सहसचिव शानबहादुर मेचीज्यू, गण्डकी प्रान्तीय सभाका सचिव नवीन घलेज्यू, त्यसैगरी जिल्ला सभा झापा मातहतका सम्पूर्ण सहकर्मी साथीहरू, कोशी प्रान्तीय सभाका सहकर्मी नेताज्यूहरू, त्यसैगरी यो अभियानमा जोडिनुभएका हाम्रा कलाकार साथीहरू, नानी बाबुहरू, यहाँहरू सम्पूर्णमा एकमुष्ट रूपमा यो कार्यक्रममा सम्पन्न पार्नुको निमित्त उपस्थित स्थानीय आमा बुबा दाजुभाइ दिदीबहिनी यहाँहरू सम्पूर्णमा मेरो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। जय मंगल। सर्वप्रथम तपाईहरुलाई यो बलियाङ पर्व 2025 को पावन अवसरमा यहाँहरू सँगसँगै यहाँहरूको परिवारजन, यहाँहरूको आफन्तको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हामी कामना गर्न चाहन्छौँ मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट। र यो अभियानमा जोडिनु भएका सम्पूर्ण हाम्रा कलाकार नानी बाबुहरूको यहाँहरूको पनि सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ हामी। तपाईहरुको कलाकारिता जीवन सफल रूपमा उज्जवल भविष्यको साथमा सफल बनोस् भन्ने शुभेच्छा हामी प्रकट गर्न चाहन्छौँ। र यो बलियाङ पर्वको इतिहासलाई उब्काउँदै गर्दाखेरि मंगोल नेशनल अर्गनाइजेसनले हामी देशका मूलवासी मंगोलहरूको हक र अधिकारलाई मुलुकभित्र संविधान त स्थापित गराउनको निमित्त विगत 36 वर्षभन्दा बढी समयदेखि राजनैतिक रूपमा र महामानव डाक्टर गोपाल गुरुङज्यूले आफ्नो जीवन समर्पण गरेर मुलुकभित्र स्थापित भएको यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाई यसको शुद्धिकरण सहित संस्थागत गर्दै मुलुकभित्र लोकतान्त्रिक समाजवाद मार्फत समुन्नत नयाँ नेपाल निर्माण गर्ने र हाम्रो समाजलाई न्यायपूर्ण समाजको रूपमा विकसित गरेर अगाडि बढाउने उद्देश्यको साथमा यो जय मंगल अभियानलाई हामीले यति बेला सांस्कृतिक क्रान्ति अन्तर्गत अगाडि बढाइराखेका छौँ। मंगोल नेशनल अर्गनाइजेसनको नियमित कार्यक्रम भित्र हटाएर यहाँका समग्र नेपालका मूलवासी मंगोलहरूको संस्कार संस्कृतिलाई बचाउँदै यसलाई शुद्धिकरण सहित यो संस्कारलाई हाम्रो भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यको साथमा मंगोल नेशनल अर्गनाइजेसन यति बेला देशव्यापी रूपमा अगाडि बढिराखेको छ। यो बलियाङ पर्वको अवसरमा आम नेपाली लोक समुदायको बीचमा उभिएर यहाँका मूलवासी मंगोलहरूको भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यको साथमा मंगोल नेशनल अर्गनाइजेसन लागि परिराखेको छ। र यो अभियानमा यहाँहरूले पक्कै पनि साथ र सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। र यहाँहरूको साथ र सहयोगबाट हामीले यहाँका मूलवासी मंगोलहरूको कला, भाषा, संस्कार र संस्कृतिमा संरक्षण गर्नको निमित्त हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्रै हाम्रो इतिहास मुलुकभित्र बाँच्न सक्छ। हामीले इतिहास बचाउन सक्यौँ भने मात्रै हामीले मुलुकभित्र आफ्नो अधिकार र अस्तित्वलाई स्थापित गराउन सक्छौँ भन्ने उद्देश्यको साथमा त्यो भावनालाई बोकेर हामी यति बेला तपाईहरुको घर दलानमा यो जय मंगल अभियानलाई लिएर उपस्थित भएका छौँ। त्यसकारणले गर्दाखेरि यहाँहरूले आफ्नो गच्छे अनुसारको साथ र सहयोग गरिदिनु हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। यहाँहरूको साथ र सहयोगबाट हामीले मंगोल नेशनल अर्गनाइजेसनले विभिन्न माध्यमबाट यहाँका मूलवासी मंगोलहरूको हक र अधिकारलाई उठाउने विषयमा, हाम्रो कला, भाषा, संस्कार र संस्कृतिलाई संरक्षण गर्ने विषयमा, हाम्रो भावी सन्तान र सन्ततिको उज्जवल र सुनिश्चित भविष्य निर्माण गर्ने विषयमा मंगोल नेशनल अर्गनाइजेसन कटिबद्ध बनेर निरन्तर अगाडि बढिराखेको छ। त्यति मात्रै नभएर सम्पूर्ण नेपाली नागरिकहरूको कला, भाषा, संस्कार र संस्कृतिलाई संरक्षण गर्दै नेपाललाई एउटा समृद्ध र समुन्नत नेपाल बनाउने उद्देश्यको साथमा हाम्रो समाजमा रहेको विभिन्न विभेदहरूलाई अन्त्य गर्दै यहाँ रहेका राजनैतिक विभेदहरू, यहाँ रहेका धार्मिकतावादी विभेदहरू, यहाँ रहेका संस्कारगत विभेदहरू, यहाँ भएका जातीय विभेद र छुवाछुतका विषयहरूलाई अन्त्य गरेर हाम्रो समाजलाई एउटा न्यायपूर्ण समाज बनाउनको निमित्त हामीले यहाँहरूले दिनुभएको साथ र सहयोगलाई खर्चिने विषयमा हामी प्रतिबद्ध रहेको कुरा यहाँहरूको बीचमा जानकारी गराउन चाहन्छौँ। जहाँसम्म यो बलियाङ पर्वको इतिहासको विषयलाई हामीले उपाउनै पर्दाखेरि इतिहासको कालखण्डमा यो नेपालभित्र र सँगसँगै भारतवर्षभित्र लागेको रोग जुन हिन्दूवादी, ब्राह्मणवादी सामाजिक व्यवस्था, जुन सामाजिक व्यवस्थाले हाम्रो यो एसियाको माटो, एसियाको भूमिमा विभिन्न जातीय छुवाछुत र जातीय विभेदको कुराहरूलाई उठाएर हाम्रो समाजलाई असमानतामा धकेल्ने काम गर्यो। हुँदा खानेहरूको वर्गहरूको निर्माण गर्यो।
छुत र अछुतको व्यवस्थाहरू निर्माण गर्यो। तपाईँ हाम्रो मिलेर बसेको समाजलाई विखण्डनमा लाने काम गर्यो। त्यो समाजलाई परिवर्तन गर्नको निमित्त जुन तपाईँ हाम्रो मङ्गोलहरूको संस्कार छ, समानता, स्वतन्त्रता र भातृत्वमा आधारित, त्यो संस्कारलाई बचाउनको निमित्त तपाईँ हाम्रो यही माटोमा जन्म लिनुभएका महामानव सीधा बुद्धले यो बडाश्रमी व्यवस्थाको विरोध गर्दै आफ्नै राज्यबाट करिब करिब 29 वर्षको उमेरमा देशबाट निकालिनु परे पछाडि 6 वर्षसम्मको कठोर अध्ययन र अनुसन्धान पश्चात तपाईँ हामी यो देशका मूलवासी मङ्गोलहरूले मान्दै आएको संस्कार छ, जुन संस्कारमा समानता, स्वतन्त्रता र भातृत्व छ, यो संस्कारलाई बचाउन सक्यो भने मात्रै तपाईँ हाम्रो समाजमा समानता, स्वतन्त्रता र भातृत्व निर्माण हुन सक्छ, जहाँ सम्पूर्ण मानिसहरूले आफ्नो हक र अधिकार, आफ्नो कला, आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्न सक्छन्। अनि मात्रै तपाईँ हाम्रो समाज एउटा न्यायपूर्ण समाज बन्न सक्छ भन्ने जुन कुरालाई महामानव डाक्टर गोपाल गुरुङज्यूले अगाडि बढाउनु भयो राजनैतिक हिसाबले, त्यही कुरालाई आजभन्दा 2500 वर्ष अगाडि महामानव सीधा बुद्धले एउटा दर्शनको हिसाबले मङ्गोल दर्शन प्रतिपादन गरेर अगाडि बढ्दै गर्दाखेरि त्यो ज्ञान प्राप्त गरिसके पछाडि आफ्नो ज्ञानलाई एसियाका भूमिमा रहेका सम्पूर्ण मानिसहरूलाई बाँड्ने उद्देश्यको साथमा आफ्नो ज्ञानलाई एउटा विशाल सभा मार्फत उद्घोष गरेर सङ्घको स्थापना गरेर यो बुद्ध दर्शनलाई, जुन दर्शन समानता, स्वतन्त्रता र भातृत्वमा आधारित छ, त्यो दर्शनलाई अगाडि बढाउनको निमित्त न्यायको उद्घोष गर्दै सङ्घको स्थापना गरेर ज्ञान बाँड्नु भएको समय चाहिँ यही समय थियो जुन कुरा तपाईँ हामीले इतिहासलाई पल्टाएर हेऱ्यौँ भने पाउन सक्छौँ। र बुद्धले ज्ञान प्राप्त गरिसके पछाडि आफ्नो जन्मभूमि, आफ्नो पितृभूमिमा उहाँलाई निमन्त्रणा दियो। सँगसँगै उनका बुबा शुद्धदानले राजगद्दीमा आफ्नो सन्तानलाई, आफ्नो उत्तराधिकारीलाई जिम्मा दिनुपर्ने समय आइसकेको थियो। त्यो अवस्थामा बुद्धले राजदरबार त्यागेर सिङ्गो मानव जगतको निमित्त स्वतन्त्रता, भातृत्व र समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्नको निमित्त आफ्नो जीवनलाई समर्पण गर्दै हुनुहुन्थ्यो। त्यो अवस्थामा बुद्धको बुबा शुद्धदानले राज्यको उत्तराधिकारी बनिदिनु पर्यो भन्ने निमन्त्रणा स्वरूप बुद्धलाई पत्रचार गरिसके पछाडि म त एउटा राज्यको निमित्त मात्र होइन, म एउटा कुनै मानव समुदायको निमित्त होइन, म त सिङ्गो मानव जगतको निमित्त हो, म त समानता, स्वतन्त्रता र भातृत्वको निमित्त हो। मेरो निमित्त कोही धनी, कोही गरिब भन्ने, कोही ठुलो भन्ने, कोही सानो भन्ने केही पनि छैन। मेरो निमित्त यो पृथ्वीभित्र जन्मेका हरेक सजीव प्राणीहरू, हरेक वस्तुहरू, हरेक प्राणीहरू, चाहे त्यो मान्छे होस्, चाहे त्यो पशु होस्, सबै यो पृथ्वीमा जसरी प्रकृतिमा जन्मिँदाखेरि स्वतन्त्र भएर बाँच्न सक्छन्, उनीहरूले स्वतन्त्र रूपमा जीवन बिताउन सकुन्, न्यायपूर्ण रूपमा आफ्नो जीवनलाई व्यतीत गर्न सकुन्, खुसियाली पूर्ण तरिकाले आफ्नो जीवनलाई बाँच्न सकुन् भन्ने उद्देश्यको साथमा म अगाडि बढिसकेको छु। त्यस कारणले गर्दाखेरि म कुनै एउटा जातिको, कुनै एउटा समुदायको, कुनै एउटा संस्कारको नभएर म सिङ्गो मानव जगतको निमित्त हो, म सिङ्गो न्यायपूर्ण समाजको निमित्त हो। त्यसको निमित्त मैले जीवन समर्पण गरिसकेको छु। तर यो ज्ञान मैले प्राप्त गरेको यो ज्ञानलाई आफ्नो पितृभूमिमा बाँड्नको निमित्त चाहिँ म एकचोटि जरुर आफ्नो पितृभूमिमा टेक्नेछु भनेर त्यो सन्देश बुद्धले म कार्तिकको औँसीको समयमा पारेर म आफ्नो पितृभूमिमा फर्किनेछु भनेर त्यो सन्देश पठाइसके पछाडि जसले संसारलाई ज्योति छर्नको निमित्त दर्शन बाँड्यो, जो यही भूमिमा जन्मेको हो, ऊ यही माटोमा भित्रिँदै गर्दाखेरि चाहिँ जसले संसारलाई ज्ञानको ज्योति दियो, जसले संसारलाई चेतना बाँड्दैछ, ऊ चाहिँ आफ्नै राज्यमा, आफ्नो पितृभूमिमा आउँदै गर्दाखेरि ऊ चाहिँ अँध्यारोको दिन पारेर आउँछु भनेर भनेको छ। यस कारणले गर्दाखेरि ऊ बाटोमा आउँदै गर्दाखेरि कुनै व्यवधान, कुनै अप्ठ्यारो परिस्थितिहरू नआइलागोस्, त्यसको निमित्त, उसको सुरक्षाको निमित्त ऊ आउने हरेक बाटोहरूलाई दीप प्रज्वलन गरेर, दियो बालेर त्यो अँध्यारोको रातलाई उज्यालो बनाएर बुद्धको स्वागत गर्नको निमित्त भनेर सम्पूर्ण त्यस राज्यका नागरिकहरू लागि परे। बुद्धको स्वागतमा चोक चोकमा दियो बाल्ने काम भयो। औँसीको त्यो कालो रातलाई उज्यालोको रातमा परिणत गर्ने काम भयो। यो इतिहासलाई उजेल पार्नको निमित्त तपाईँ हाम्रो
यो पितृभूमिमा तपाईँ हाम्रो देशभित्र जब जब साम्राज्यवादी व्यक्तिहरूले आफ्नो राज्य स्थापित गर्न पुगे त्यस पछाडि तपाईँ हाम्रो यो इतिहासलाई धमिल्याउने काम भयो। हरेक सत्तामा बस्ने व्यक्तिले आफ्नो अनुकूलको इतिहास रच्ने गर्दछन्, त्यो तपाईँ हामीले भुल्नु हुँदैन। त्यसकारणले गर्दाखेरि साम्राज्यवादीहरूले यो तपाईँ हाम्रो मुलुकलाई आफ्नो हातमा ल्याइसके पछाडि हाम्रो इतिहासहरूलाई नष्ट गरेर जुन बुद्धले ज्ञान बाँडेको यो समयलाई यो इतिहासलाई ओझेल पार्नको निमित्त विभिन्न काग कुकुर पशु पक्षी र कथित धनकी देवी लक्ष्मीलाई अगाडि सारेर बुद्धलाई ओझेल पार्ने काम भयो। त्यस कारणले गर्दाखेरि यो बुद्धको पितृभूमिमा बुद्धलाई नै अन्याय भइसके पछाडि तपाईँ हामी यहाँका समग्र नेपालका मूलवासी मंगोलहरूमाथि त अन्याय हुने नै भयो। यस कारणले गर्दाखेरि बुद्धलाई न्याय दिनुपर्छ। बुद्ध कुनै एउटा समुदाय र सम्प्रदायको निमित्त कुनै एउटा धर्मको निमित्त नभएर हाम्रो बुझाइ वास्तवमै बुद्धलाई बुद्धिस्ट धर्मको एउटा धर्मगुरु बनाएर बुद्धलाई नै अन्याय भइराखेको छ यो माटोको निमित्त। त्यस कारणले गर्दाखेरि बुद्ध कुनै एउटा धर्म र समुदायको नभएर बुद्ध सिंह मानव जगतको निमित्त हो, जसले समानता स्वतन्त्रता र भातृत्वलाई अंगीकार गर्न सक्छ, जसले लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाई मन पराउँदछ र जसले न्यायपूर्ण समाज हेर्न चाहन्छ त्यसको निमित्त बुद्ध आदर्श हो, बुद्ध मार्गदर्शन हो। यस कारणले गर्दाखेरि यो बुद्धको इतिहाससँग जोडिएको पर्व हो। जुन समयमा बुद्धले ज्ञान बाँड्नु भयो त्यही समयमा आज मंगोल नेशनल अर्गनाइजेसनले र महामानव डाक्टर गोपाल गुरुङज्यू मार्फत हामीले हाम्रो अस्तित्वको चेतनाको दियोहरू बाल्न थालिसकेका छौँ र यो दियोले पक्कै पनि तपाईँ हाम्रो यो पितृभूमिलाई भोलिको दिनमा यो तपाईँ हाम्रो अँध्यारो जीवनलाई एउटा उज्यालो बनाएर तपाईँ हाम्रो यो भोकमरीको जीवनलाई सुखियाली बनाएर तपाईँ हाम्रो यो रोगाएको र भोकाएको जिन्दगीलाई खुसियाली बनाउनको निमित्त मंगोल नेशनल अर्गनाइजेसन अगाडि बढेको छ। त्यसको निमित्त तपाईले मंगोल नेशनल अर्गनाइजेसनलाई आर्थिक हिसाबले, भौतिक हिसाबले, नैतिक हिसाबले यसको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर यसको हरेक कार्यक्रमहरुमा आफूले आफ्नो गच्छे अनुसारको सहयोग गरेर तपाईले सहयोग पुर्याइदिनु हुनको निमित्त हामी यहाँलाई हार्दिक अपील गर्न चाहन्छौं र तपाईले दिनुभएको सहयोग मार्फत हामीले यति बेला मंगोल रिसर्च सेन्टर जहाँनिर महामानव डाक्टर गोपाल गुरुङज्यूको समाधि छ त्यहीनिर महामानव डाक्टर गोपाल गुरुङज्यूको शालिग निर्माण गरेर यति बेला मंगोल रिसर्च सेन्टर तयार पारिसकेका छौं, जहाँनिर महामानव डाक्टर गोपाल गुरुङज्यूले आफ्नो जीवनभरि चलाउनु भएको वस्तुहरूलाई सुरक्षित गरेर राखेका छौं। आउने पुस्ताहरूको निमित्त एउटा इतिहासलाई सुरक्षित गरिसकेका छौं। त्यसैगरी महामानव डाक्टर गोपाल गुरुङज्यूलाई साथ र सहयोग गर्नुहुने मानबहादुर राई र वीरेन लामा गुरुङ ऐतिहासिक व्यक्तित्व दयरको पूर्ण पदको शालिग निर्माण सँगसँगै महामानव डाक्टर गोपाल गुरुङज्यूको शालिग सहित इलामको सन्दकपुरमा हामीले मंगोल म्युजियम सन्दकपुर इलाम भवन निर्माण गरिसकेका छौं र महामानव डाक्टर गोपाल गुरुङज्यूलाई आफ्नो जीवनको उर्वर समयमा पनि निस्वार्थ ढंगले साथ र सहयोग गर्नुहुने दिलीप धिमाल, त्यसैगरी जलान्धर पाखरिन, ऐतिहासिक मंगोल गायक प्रीति मुखियाज्यूहरूको जग्गा खरिद सँगसँगै आवास निर्माण गर्ने काम गरिसकेका छौं। त्यसकारणले गर्दाखेरि यहाँले दिनुभएको साथ र सहयोगबाट हामी यहाँका सम्पूर्ण नेपालको नागरिकहरूको हक र अधिकारलाई स्थापित गराउने उद्देश्यको साथमा यहाँका तपाईँ हाम्रो कला भाषा संस्कार र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यको साथमा तपाईँ हाम्रो समाजमा रहेको विभेदलाई अन्त्य गर्दै तपाईँ हाम्रो समाजलाई न्यायपूर्ण समाजको रूपमा रूपान्तरण गर्ने यो अभियानमा हामी अगाडि बढेका छौं। त्यसकारणले गर्दाखेरि आफ्नो लक्ष्य अनुसारको तपाईहरुले हर तर्फबाट मंगोल नेशनल अर्गनाइजेसनलाई यो अभियानमा साथ र सहयोग गरिदिनु हुनको निमित्त म तपाईहरुलाई हार्दिक अपील गर्न चाहन्छु र यो बलियाङ पर्व 2025 को अवसरमा यहाँले दिनुभएको साथ र सहयोगबाट यहाँहरुकै छोरा नातिको, यहाँहरुको छोरी नातिनीहरुको, तपाईँ हाम्रो सन्तानहरुको उज्जवल सुनिश्चित भविष्य, तपाईँ हाम्रो सन्तान र सन्ततिको उज्जवल र सुनिश्चित भविष्यको निमित्त हामी लागि पर्नेछौँ भन्ने यही प्रतिबद्धताको साथमा यो बलियाङ पर्व 2025 को अवसरमा यहाँलाई सँगै यहाँको परिवारको सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको दीर्घायुको कामना गर्दै म आफ्नो भनाइलाई पनि यही अन्त्य गर्दै यो बलियाङ पर्व 2025 को यहाँलाई यो शुभ अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। सबैमा जय मंगोल।